आदरणीय दर्शकवृन्द नमस्कार। नकुल सेन्जी तर्फबाट आज म तपाईहरुलाई थोरै समयमा धेरै मेहनत नपर्ने थोरै मिहिनेत गरी लाखौं आय आम्दानी गर्ने तरकारीको बारेमा जानकारी गराउन गइरहेको छु। दर्शकवृन्दलाई धेरैले यो तरकारी चाहिसक्नु भएको छ। त्यो तरकारी के हो भन्ने बारेमा हरेक नेपाली दाजुभाइको कुरामा पाइन्छ। तर त्यसलाई सही सदुपयोग नगरी हाम्रो लाखौंको आय आम्दानी गुमिरहेको अवस्था छ। आदरणीय दर्शकवृन्द, त्यो तरकारी हो इस्कुस। आदरणीय दर्शकवृन्द, इस्कुस। यसलाई कम मिहिनेत पर्दैन, के अरे धेरै मिहिनेत गर्नु पर्दैन। अरू जस्तो तपाईको यसलाई रासायनिक मल औषधिहरू प्रयोग गर्नुपर्दैन किरा लाग्यो भने। यो आम नेपालीको चाहिँ के अरे कुडारमा पाइन्छ। तर यसबाट तपाईको लाखौं आय आम्दानी गर्छ। कुनै पनि हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू विदेश जानुपर्ने पर्छ नि, लाखौं कमाउन सकिन्छ। तर यसलाई यो फल राम्रोसँग नचिन्दाखेरि हाम्रो लाखौंको कमाइ त्यसै गुम्न गएको छ, कुडारमा फ्यालिरहेको छ, बसबोल्ने खाँदैन। अब यसबारेमा तपाईलाई जानकारी गराउन चाहन्छु। यो चिनिहाल्नुभयो इस्कुस। इस्कुसको बारेमा म आज जानकारी गराउन चाहन्छु। आज आदरणीय दर्शकवृन्द, यो इस्कुस बहुवर्षीय तरकारी हो। एक पटक रोपिसकेपछि वर्षौं यसले तपाईको यसले वर्षौं उत्पादन दिन्छ। यसबाट तपाईको यसलाई कम मिहिनेत गरे पुग्छ। यसलाई प्राङ्गारिक मल हाले पुग्छ। बस्तु भएको गाई भैँसीको पश्च मात्रामा हाल्नुपर्छ, हैन। यसबाट 3वटा फाइदा लिन्छ। म त्यसबाट तपाईहरुलाई जानकारी गराउन गइरहेको छु। यो कहिले रोप्ने, कहिले टिप्ने, यसबाट के चाहिँ हामी उत्पादन गर्न सकिन्छ। तरकारी यसबाट 3वटा तरकारी हामीले खान सकिन्छ। त्यसबारे म तपाईलाई जानकारी गराउन गइरहेको छु। आदरणीय दर्शकवृन्द, यो बहुवर्षीय तरकारी बाली हो। इस्कुस कहिले रोप्न सकिन्छ भनेर भन्दा इस्कुस फागुनदेखि लिएर चैत महिनासम्म भित्र रोप्न सकिन्छ, हैन। फागुनदेखि लिएर चैत महिनासम्म रोप्न सकिन्छ। यसलाई चाहिँ प्रशस्त मात्रामा प्राङ्गारिक मल हाल्नुपर्छ। यसलाई चाहिँ प्राङ्गारिक मल हाल्नुपर्छ। अनि यो इस्कुस प्राङ्गारिक मल हाल्नु। यो इस्कुस धेरै वर्षमा बल्छ। तर यो इस्कुसले तपाईँको फलिसकेपछि मरेका बोट बिरुवा, मरेका चाहिँ लहराहरू चाहिँ हटाउनु पर्छ। पुरानो लहरा हटाउने, फालिदिने। यो इस्कुस फलिसकेपछि उत्पादन गरिसक्यो, हैन। यो इस्कुसबाट प्रशस्त फाइदा लिन सकिन्छ, आय आम्दानी गर्न सकिन्छ। यो इस्कुसको पुरानो लहराहरू फलिसकेपछि उत्पादन। यो इस्कुसले चाहिँ उत्पादन कहिलेदेखि दिन थाल्छ भनेर आज 10 मिनटमा म जानकारी गराउन चाहन्छु। यो इस्कुस भदौदेखि असोज महिनासम्म फल्छ। भदौदेखि लिएर असोज महिनासम्म फल्छ र यसलाई तरकारी रूपमा प्रयोग गर्न सकिन्छ। र बेमौसमको बेलामा पनि हामीले चाहिँ प्रशस्त मात्रामा कोल्ड स्टोर गरेर यसलाई तपाईँ बेचेर आय आम्दानी गर्न सकिन्छ। अनि इस्कुसको
तपाईँको इस्कुसको तरुल खान सकिन्छ। मङ्सिरदेखि लिएर माघसम्ममा होइन यो इस्कुसको तरुल पनि खान सकिन्छ। जुन जरा हुन्छ नि इस्कुसको जरा, त्यो इस्कुसको जरा तपाईँको चाहिँ हुन्छ, जराभन्दा मुनि खन्ने चाहिँ तपाईँको तरुल हुन्छ। त्यो तरुल तपाईँ उसिनेर खान सक्नुहुन्छ, तरकारीमा खान सक्नुहुन्छ। यो इस्कुस एकपल्ट रोपेपछि रोपिरहनु पर्छ। बहुवर्षीय तरकारी हो दसैँ, बहुवर्षीय तरकारी। इस्कुसको तरकारी खाँदा मानिसलाई प्रशस्त मात्रामा कार्बोहाइड्रेट, प्रोटिनहरू मिल्छ र मानिसको स्वास्थ्यलाई एकदम फाइदा गर्छ। धेरै फाइदाभन्दा धेरै फाइदा गर्छ। इस्कुसको मुन्टा, अर्को कुरा, इस्कुसको मुन्टा जेठदेखि असारसम्म हामी टिप्न सकिन्छ। टिपेर त्यसलाई तरकारीमा खान सकिन्छ। तरकारीमा तपाईँको थाहा छ, आलुसँग मिसाएर खान सकिन्छ। यो इस्कुस एकदम स्वादिलो हुन्छ। यो इस्कुस तपाईँको सिजनको बेलामा, यो इस्कुस सिजनको बेलामा तपाईँको 60 देखि 70 रुपियाँ किलोसम्म बेच्न सक्नुहुन्छ। असिजनमा नि तपाईँको कोल्ड स्टोर गरेर राख्नु भने हामी तपाईँको बेमौसम बेलामा नि यसलाई तपाईँको त्यही भावमा हामी बेच्न सकिन्छ। अर्को इस्कुसको तरुल पनि 40देखि 50 रुपियाँसम्म बेच्न सकिन्छ। अर्को मुन्टादेखि त इस्कुसको मुन्टा हुन्छ नि 50 देखि 60 रुपियाँ, 40देखि न्यूनतम 40 देखि 60सम्म हामी तपाईँको सानो सानो कल्ली हुन्छ नि, हामीले तपाईँको फर्सी जस्तो होइन, फर्सीको मुन्टा जस्तो, त्यसलाई हामीले टिपेर बजारमा ल्याएर बेच्न सकिन्छ 10 रुपियाँ। यसलाई चाहिँ तपाईँको थाँक्रो आवश्यकता पर्छ। यसलाई चाहिँ थाँक्रो आवश्यकता पर्छ। तपाईँ थाँक्रो चाहिँ अब कटुको थाँक्रो पनि दिनु सक्नुहुन्छ, नत्र झ्याममा भएको चिलाउने रुख पनि लाउनु सक्नुहुन्छ होइन। कटुसको बोट अथवा बाँसको तपाईँको थाँक्रो दिनु सक्नुहुन्छ। यसलाई चाहिँ तपाईँको यो तपाईँको एकदम यसलाई थाँक्रो मनपर्छ क्या। यो थाँक्रोमा लहरा थाँक्रो दिएर यसलाई फलाउन सकिन्छ। यसलाई अरू तरकारी बाले जस्तो, रासायनिक मल मिहिनेत गरिरहनु पर्दैन। थोरै मिहिनेत गरेर धेरै उत्पादन हुन्छ यसले। तर यसको वरिपरि तपाईँको झारहरू हुनु भएन होइन। यसलाई दहनी खालका चाहिँ अर्को चाहिँ झारहरू हुनु भएन। त्यो जम्मै झारपात त्यसको वरिपरि चाहिँ तपाईँ एकदम सफासुग्घर राख्नुपर्छ। देख्नुभयो त आज दसैँ यसबाट तपाईँको 3वटा फाइदा लिनुहुन्छ। हामीले इस्कुस खान तरकारीमा खान सकिन्छ। तरकारी ल्याएर बजारमा यो इस्कुसलाई तपाईँको तरकारी पनि खान्छ, त्यसबाट आय आम्दानी हो। अर्को कुरा यो इस्कुसबाट यो इस्कुस सिजन सकेपछि यसलाई हामीले तरुल, इस्कुसको तरुल हुन्छ नि, हामीले तरुल अर्को खान्छौँ नि होइन, माघमा हुन्छ हो त्यो तरुल। यसको इस्कुस तरुल झनै तरुलको आकार जस्तै हुन्छ। तरुललाई हामीले अब उसिनेर पनि खान सकिन्छ, अब तरकारीमा खान्छ। यसलाई हामीले खाँदो नाँदो लहर बेच्ने, त्यसमा पनि आय आम्दानी भयो होइन, आय आम्दानी भयो। अर्को कुरा तपाईँको जेठ असार राखेको हाम्रो मुन्टा हुन्छ नि, मुन्टा त्यो मुन्टा
टिपेर तपाईँको तरकारीमा हाल्न सकिन्छ। त्यो मुन्टालाई टिपेर तपाईँ बजारमा लाएर बेच्न सक्नुहुन्छ है, बजारमा। अनि पैसा मालामाल भयो नि त। यो एकदम कम मिहिनेतमा धेरै आय आम्दानी गरे। इस्कुस एउटा प्रमुख नगदे बाली हो आदरणीय दर्शक। एकचोटि लगाउने हो नि त यो। देशैभरका दाजुभाइ तथा दिदीबहिनीहरूले यो लगाउन सक्नुभयो भने कुनै पनि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू विदेश जान पर्छ। यही हामी नेपालमा स्वदेशमा काम गर्न सकिन्छ। जो जाँगर त हुनु पर्यो। यो जाँगर भयो भने त यो यसबाट आम्दानी गर्न सकिन्न। त्यसकारण एकचोटि लगाएर हेर्नुहोस्। यो इस्कुस गाउँमा धेरै खेर गएर अवस्था छ। यो इस्कुस लगाएर हेर्नु, लाखौँ आम्दानी गर्न सक्छ। यो हाम्रो लाखौँ आम्दानी त्यसै गुमिरहेको अवस्था छ। त्यसकारण एकचोटि यो लगाएर हेर्नुहोस्। लगाउने होइन किसान आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो त एकदम यसलाई अरू तरकारीबाट जस्तो के अरे मेहनत पर्दैन। कम मिहिनेत गरेर लाखौँ आम्दानी गर्न सकिन्छ। जो जहाँ चाहिँ हुनुपर्छ है। यो इस्कुस सम्बन्धी कुरा कस्तो लाग्यो? इस्कुसको तरकारी कस्तो लाग्यो? आफ्नो राय सुझाव राख्नुहोला भन्दै यो विशेष कार्यक्रमबाट, यो इस्कुस बारेको विशेष कार्यक्रमबाट नआकर श्यामजी बिदा हुन चाहन्छु। हजुर धन्यवाद, नमस्कार।